अक्टोबर 6, 2022 नेपाली क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेलाई एयरपोर्टबाटै हत्कडी लगाएर लगिन्छ। एक्चुअली त्यो इन्सिडेन्ट हुनुभन्दा अगाडि सन्दीपले आफूलाई ग्लोबल स्टार बनाइसकेका थिए। उनले विश्वभरका चर्चित लिगहरू खेलिसकेका थिए, जसमा क्यारिबियन प्रिमियर लिग, बिग ब्यास लिग र इन्डियन प्रिमियर लिग पनि पर्छ। वास्तवमा भनियो भने सन्दीप लामिछाने नेपाल क्रिकेट टिमको लागि एकदमै ठुलो एसेट्स थिए। त्यसैले पनि उनी नेपाल क्रिकेट टिमको क्याप्टेन थिए। तर अब रेप केसमा सन्दीपलाई कस्टडीमा लगेपछि उनको क्याप्टेन्सी मात्र गएन, बरु उनले क्रिकेट नै खेल्न पाएनन्। अनि अब सन्दीपको एब्सेन्समा 20 वर्षीय रोहित पौडेललाई नेपालको दुवै फर्मेटको क्याप्टेन बनाइन्छ। वास्तवमा रोहितले आफ्नो क्याप्टेन्सीबाट र आफ्नो पर्फर्मेन्सबाट नेपाललाई एकदमै ठुल्ठुलो एचिभमेन्टहरू दिलाउन एकदमै ठुलो हेल्प गरेका छन्। 12 मध्ये 11 खेल जितेर ओडिआई स्ट्याटस सेक्युर गरेको याद छ नि तपाईलाई? त्यो रोहित पौडेलकै क्याप्टेन्सीमा भएको थियो, जसकारण नेपालले लिग 2 को पोइन्ट्स टेबलमा टप 3 फिनिस गर्छ र यसरी नेपालको ओडिआई स्ट्याटस त सेक्युर भयो, साथमा नेपालले जिम्बाब्वेमा हुने वर्ल्ड कप क्वालिफायरमा पनि डिरेक्टली क्वालिफाई गर्न पायो, जुन नेपालको लागि ठुलो एचिभमेन्ट थियो। अनि 2024 र 2026 को T20 वर्ल्ड कप त याद होला तपाईलाई? त्यसको नेतृत्व पनि रोहित पौडेलले नै गरेका थिए, जसमा टेस्ट नेसनहरूसँग नेपाल एकदमै नजिक पुगेर 3 रनले हारिरहेको थियो। र 2026 को वर्ल्ड कपको नेपालको लास्ट म्याच स्कटल्यान्डसँग नेपालले जितेको पनि थियो। त्यो त भयो एचिभमेन्टको कुरा। तर यदि अहिले 2026 मा फास्ट फरवर्ड गर्ने हो भने रोहित पौडेलको क्याप्टेन्सीमा नेपालको ओडिआई टिमको हालत बेहाल भएको छ। नेदरल्यान्ड टुरमा नेपालले एक म्याच पनि जित्न सकेन। र यदि तपाईले क्याप्टेन्सी चेन्ज भएको खास कारण हेर्नुहुन्छ भने यही नेदरल्यान्ड टुरमा नेपालले गरेको खराब प्रदर्शन नै थियो, किनकि त्यो भन्दा अगाडि नेपालमा भएको सिरिजमा नेपालले ठिकठाक प्रदर्शन गरेको थियो, तर नेदरल्यान्ड टुरमा नेपालले वाहियात प्रदर्शन गर्न पुग्यो। र यदि तपाईले हेर्नुहुन्छ भने नेपालको क्याप्टेन्सी मात्र चेन्ज भएको छैन, नेपालको ओडिआई स्ट्रक्चर नै कम्प्लिटली चेन्ज भएको छ। यदि तपाईले नेपालको 14 मेम्बरको स्क्वाड हेर्नुहुन्छ भने त्यसमा सन्दीप लामिछाने क्याप्टेन, आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह एरी, सन्दीप जोरा, बासिर अहमद, ईशान पाण्डे, गुलसन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी छन्। र यसमा एकदमै ठुल्ठुलो नामहरू मिसिङ छन्। यसमा सबैभन्दा ठुलो नाम हो कुशल भुर्तेल, त्यस्तै आरिफ शेख, भीम सार्की र सोमपाल कामी पनि टिममा छैनन्, जो ओडिआई टिमको लागि एकदमै ठुलो ब्याकबोनको काम गर्थे। त्यस्तै अहिलेको टिममा चाहिँ यङ्स्टरहरूले चान्स पाएको देखिन्छ, जसमा नयाँ फेसेसहरू चाहिँ अर्जुन कुमार, देव खनाल, सन्दीप जोरा, बासिर अहमद, ईशान पाण्डे, शेर मल्ल, हेमन्त धामी आदि छन्। र यदि यिनीहरूले आफूले पाएको अपर्च्युनिटीलाई राम्रोसँग ग्र्याब गरेर इनिङलाई कन्भर्ट गर्न सक्ने हो भने लामो समयसम्म नेपालको ओडिआई टिममा खेलिराख्ने एकदमै ठुलो पोसिबिलिटी छ। ओके, अब फेरि आउँ क्याप्टेन्सीको कुरामा। के रोहितलाई क्याप्टेन्सीबाट हटाउनु सही हो त? वेल, मेरो हिसाबमा त एकदमै सही हो, किनकि मेरो हिसाबमा रोहितले क्याप्टेन्सीको प्रेसरमा आफूले राम्रो पर्फर्मेन्स दिन सकिरहेका छैनन्। यदि तपाईले हिस्ट्री पल्टाएर हेर्नुहुन्छ भने रोहित पौडेल क्याप्टेन हुँदा र रोहित पौडेल क्याप्टेन नहुँदाको डिफ्रेन्सेस तपाईले क्लियरली देख्न सक्नुहुनेछ। र अब रोहित पौडेलले आफ्नो क्याप्टेन्सीको प्रेसर बिर्सेर आफ्नो ब्याटिङमा मात्र ध्यान दिनुपर्ने जरुरत छ। त्यस्तै सन्दीपको कुरा गर्ने हो भने उनले क्याप्टेन्सीको प्रेसरमा पनि टिमलाई राम्रो पर्फर्मेन्स दिइरहेका हुन्छन् र आशा गरौँ कि उनले अब आउने समयमा पनि टिमलाई चाहिएको समयमा राम्रो पर्फर्मेन्स दिन सकुन् भनेर। वेल, बेस्ट अफ लक नेपाल फर एसिसी प्रिमियर कप।